बागलुङ जिल्ला है। बागलुङ जिल्लामा यस्तो गरेर खेती हुन्छ। यहाँ ठाउँमा सबै ढुङ्गे छ। यसरी चाहिँ खेती हुन्छ। यसरी घरको बस्ती हुन्छ। यहाँ ठुलो बस्ती छ यता माथि है। यो चाहिँ पारी कुस्मा जिल्ला फलेवास। अनि यो चाहिँ पर्वत जिल्लाको कुस्मा बजार। यो चाहिँ कुस्मा बजार। यहाँ पहिला यहाँनिर एउटा एयरपोर्ट थियो। यो बागलुङ जिल्ला पर्छ यतापट्टि फेरि। यस्तो छ, यस्तो दुःखसँग बसेको हुन्छ मान्छेहरू होइन। अब यहाँको खेती गर्ने भनेको यही हो। यस्तो ठाउँमा मकै खेती हुन्छ। यहाँनिर चाहिँ यस्तो छ है। सबै तलसम्म यस्तै हुन्छ। यस्तो गरेर चाहिँ खेतीहरू गर्नुहुन्छ है। भनेपछि तपाईँहरूको ठाउँमा कस्तो छ भन्नु होला है त। यो ठाउँमा चाहिँ यस्तो खालको छ खेती गर्ने तरिका, स्थिति चाहिँ यस्तो छ है। यो जैमिनी नगरपालिका पर्छ बागलुङ जिल्लाको है। यो पुरा योभन्दा उता चाहिँ बागलुङको सदरमुकाम बागलुङ बजार पर्छ। यो डाँडाभन्दा अगाडि फेरि। अनि यतातिर ढोरपाटन चाहिँ पछाडि पर्छ, उतापट्टि पर्छ। सो यस्तो छ है यहाँको चाहिँ अवस्था।